सरकारले सोच्यो इन्टरनेट बन्द गरौँ, आवाज आफै बन्द हुन्छ। तर तिनीहरूलाई थाहा थिएन यो पुस्ताको आवाज सिर्फ वाइफाईमा मात्र होइन, सडकमा पनि उत्तिकै ठुलो छ। नमस्ते साथीहरू, आज हामी कुरा गर्दैछौँ नेपालको इतिहासको त्यो 2 दिनको बारेमा जसले एउटा पुरानो सरकार ढाल्यो र एउटा नयाँ नेपाल खडा गर्यो र 17 जना युवाको रगतले यो देशको माटो भिजायो। यो हो जेनजी आन्दोलन 2082 भदौ 23 र 24 को पुरा कथा। 2082 सालको सुरुदेखि नै नेपालको राजनीतिक माहौल तातिसकेको थियो। केपी शर्मा ओलीको कांग्रेस युएमएल गठबन्धन सरकार थियो, तर जनताको विश्वास गुम्सिएकै थियो। माइतीघर मण्डलामा किसान, शिक्षक, स्वास्थ्यकर्मी, व्यापारी सबै आफ्नो गुनासो लिएर हरेक दिन सडकमा उत्रन थाले। त्यस बेला टिकटकमा एउटा ट्रेन्ड भाइरल भयो, नेपो बेबी मुभमेन्ट, जसले नेताका छोराछोरी यसो आराम र देश गरिबी बीचको खडललाई सार्वजनिक बहमा ल्यायो। जनता पहिले नै रिसाएका थिए। सरकारलाई बस एउटा कारण चाहिएको थिएन, तर तिनीहरूले आफै दिए। भदौ 20, 2082 फेसबुक, युट्युब, एक्स जुन अहिले ट्विटर भनेर चिनिन्छ, 26 वटा सोसल मिडिया प्लेटफर्म बन्द गर्यो। सरकारको तर्क थियो फेक न्युज र हेट स्पिच। जनताको बुझाइ थियो हाम्रो आवाज दबाउने षड्यन्त्र। सडकमा युवाहरू निस्के, हातमा तख्ती थियो शट डाउन करप्सन, नट सोसल मिडिया। भदौ 22 मा युवाहरूले काठमाडौँको डिस्ट्रिक्ट एडमिनिस्ट्रेसन अफिसमा आन्दोलनको अनुमति माग्न पुगे। भोलिपल्ट नेपाल जल्न थाल्यो। भदौ 23 माइती घरबाट शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन नयाँ बानेश्वर पुग्दा रूप बदलिसकेको थियो। प्रहरीले वाटर क्यानन, टियर ग्यास, रबर बुलेट प्रयोग गर्यो। एउटा अस्पतालकी अधिकारीले भने टियर ग्यास अस्पताल भित्रसम्म पस्यो। डाक्टरलाई काम गर्न गाह्रो भयो। यस्तो अवस्था मैले कहिल्यै देखेको थिइनँ। त्यो दिन मात्रै 29 जनाको ज्यान गयो। यो प्रोटेस्ट थिएन, यो इतिहास थियो। भदौ 24 हजारौं युवाहरू संसद भवन घेर्न नयाँ बानेश्वर ओर्लिए। सर्वोच्च अदालत जल्यो। प्रधानमन्त्रीको निवास बालुवाटारमा पनि आगो लाग्यो। ओलीलाई नेपाली सेनाले उद्धार गरेर सुरक्षित ठाउँ पुर्याए र त्यही दिन केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए। वर्षौंदेखि सत्तामा बसेका मान्छेलाई युवाहरू घर पठाइदिए। जम्मा 77 जनाको ज्यान गयो। 2100 भन्दा बढी घाइते भए। करिब 1 खर्ब रुपैयाँको क्षति भयो। तर यो आन्दोलन केही अद्भुतपूर्ण काम पनि गर्यो। युवाहरूले डिस्कर्ड सर्भरमा अनलाइन पोल गरेर आफ्नो प्रधानमन्त्री छाने। पूर्व न्यायाधीश सुशीला कार्की, जसलाई सरकारले महाअभियोग लगाउन खोजेको थियो र युएनले त्यसलाई राजनीतिक प्रेरित भनेर निन्दा गरेको थियो। यो पुस्ताले मात्र सरकार ढालेन, आफै सरकार बनाउने तरिका पनि देखायो। भदौ 23 र 24 यी 2 दिन सिर्फ क्यालेन्डरमा मिति होइनन्, यी नेपालको जेनजीले लेखेका इतिहासका पानाहरू हुन्, जसले सिद्ध गर्यो आवाज दबाउन सकिन्छ, तर जागरण दबाउन सकिँदैन। यदि यो भिडियो मन पर्यो भने लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला, किनभने यस्तै कथाहरू हामी भन्दै जान्छौँ। जय नेपाल, जय देश।